एन्ड नमस्ते। आज चाहिँ म चाहिँ अघि बजार गएर मासु ल्याएँ राँगाको, अनि अन्य सामानहरू पनि किनेँ। आज नानीलाई चाहिँ साह्रो मोमो खान मन लाग्यो अरे, अनि त्यही भएर अनि यसले चाहिँ खै के रेडी बनाएछ। हामी तल थियौँ, अहिले चाहिँ आइसक्यो। अब बेल्न मात्रै बाँकी रहेछ हौ। यो पोका पार्ने अहिले किमा रेडी बनाएर ढोगेर राखेर चाहिँ, अनि यसले बोलाइसक्यो। अब हामी चाहिँ किमा रेडी छ। अब यसलाई चाहिँ पोका पारेर मोमो भन्ने जन्तु बनाएर खाने है। के खोज्या? यो किचन चाहिँ भद्रगोल छ, हिजो सफा गरेको मिलाएकै छैन। भद्रगोलको छ, भद्रगोल। भोक लाग्थ्यो यार, केही खाएर बसौँ क्या। ड्रागन मैले खाइसकेँ, यो मम्मीको बाबु क्या। खै मेरो काम चाहिँ मोमोको भाँडा धुने भाग परेछ अहिले चाहिँ। म चाहिँ मोमोको भाँडा यहाँ चाहिँ अब अचारको लागि रेडी सामान बनाउनु भएको थियो भाउजूले। यहाँ तिल, टिमुर, अनि त्यसपछि यो अरू ग्रेभी हो के तेलमा पकाएर होइन, टमाटर, प्याजहरू, धनियाँहरू, खुर्सानी, जो चाहिने कुराहरू चाहिँ हामीले लगाएका छौँ आफ्नो स्वादअनुसार है त। तपाईँहरूले पनि त्यो आफ्नो तरिकाले खानुहुन्छ। ग्राइन्ड गर्दै हुन्छ भाबीले। नानी चाहिँ यहाँ पुरा मोमोको डल्ला बनाएकी छन्। कत्रो खाने हो, कति ठुलो खाने हो, यसको मन पसन्दको साइज बनाएको छ। यो त बहुत ठुलो हुन्छ। किमा चाहिँ यति हो। हामी चाहिँ खाने चाहिँ कति 3 जना हो। कप नखाने चिकन ल्याइदिएनौँ हामीले चाहिँ खाने 2 जना। यो चाहिँ यो बोलमा चाहिँ मैले तेल ल्याएको थिएँ, किनभने यहाँ चाहिँ लगाउनु पर्ने हुन्छ, नभए टाँसिन्छ मोमो होइन। कसैको अब कसैले नेट हालेर हुन्छ। हामीले चाहिँ अब आफ्नो तरिका हो। हामीले चाहिँ यसलाई चाहिँ हल्का तेल लगाएर मात्रै लाग्छ मैले। त्यो भएर मैले चाहिँ यहाँ राखिसकेको छु। अब नानीले त्यो बेलिसकेपछि म डल्ला बनाउँछु, अनि राख्छु, पकाउँछु, खान्छौँ। मलाई खासै मोमो बनाउनु चाहिँ आउँदैन। घरमा खाने हो, यसलाई च्याट्टै यहाँ राख्ने हो, अनि पिठोले पोका पारेर यही पिठोले छोपिदिने हो यसरी। अब तपाईँहरू त कसरी बनाउनुहुन्छ मलाई थाहा भएन, मैले चाहिँ यसरी गराउँछु आरामले नातिकन। यस्तो व्यापारको लागि चाहिँ जान्ने तरिकाले चाहिँ गराउन जानिँदैन है। यस्तरी पोरको बटाएर चाहिँ भयो मोमो। दिस इज अ मोमो। नानीलाई यत्रो बनाइसकेर रहेछ। मैले चाहिँ अघि यति बनाएर गएको थिएँ। अब मेरो काम चाहिँ पुरै यस्तो डल्ला पार्ने हो मोमोलाई। अहिले चाहिँ यति बनाइसक्यो हामीले। मोमो चाहिँ रेडी तयार। अब चाहिँ म पकाउन जाँदैछु यो 2टा लिएर। अब बाँकी एउटामा चाहिँ बाँकी त्यहाँ बन्दैछ। त्यहाँ मोमो 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 मोमो। यहाँ पानी तताएर राखेको मैले। अब ट्याग गएँ। ओ ओ ब्यालेन्स मिलेन, ब्यालेन्स ल चाहिँ बसाल्ने
मोमो दुईटामा बसाल्यो। यहाँ अचार रेडी भएर बसेको छ। वा यसलाई चाहिँ अहिले झोल बनाएर खाए पनि भयो, यत्तिकै खाए पनि भयो नि त। पिरो पनि यही हो। लास्ट यहाँ चाहिँ बन्दैछ है त। ए यो पिठो कति बाक्लो बनाउनु? ठुलो मोमो अरे के? ए ठुलो मोमो ल सबै हालेर किमा सक्यो। फाइनली यो मास्टर पिस बन्दैछ है यहाँ। मास्टर पिस ए सेफाले गराउने? सेफाले भोलि खाने? अट्दैन ऊ अझै ठुलो गराउँदैछ। हातले तान्न नानी। कत्रो भन्दै त सोरसार गर्छ। मास्टर पिस मोमो बन्दैछ। गाह्रो हुँदो रहेछ ठुलो बनाउनु चाहिँ। यो चाहिँ कालिम्पोङ मोमो है। कालिम्पोङ मोमो तपाईँ दार्जिलिङ जानु भने चाहिँ यत्रै मोमो पाउनुहुन्छ गोरुको। कतिले त खाइसक्नु भयो होला। यो म चाहिँ एकचोटि जाने बेला खाएको थिएँ। लाएर ड्रागन खाका मलाई नदिई नदिई। यो पनि राखिदिउँ है। खा मैले खाएँ त अघि। खान्न त्यो उठाउनु हो त। अब 10 to 15 मिनट चाहिँ हामी वेट गर्छौँ। त्यसपछि मोमो रेडी हुन्छ। त्यसपछि खान सुरु हुन्छ। हाम्रो रेडी भएको अचार चाहिँ मैले यहाँ बलमा निकाल्दैछु। काट्ने योभन्दा मसिनो गर्न सक्दैन। ल भयो मसिनो के हो त मसिनो? ल यो चाहिँ चटनीमा लाउने धनिया पछिबाट मसिनो भन्नुभएको थियो मैले चाहिँ यतिको गरेँ। पानी हाल्नुपर्छ। ओ पिरो अचार पुरा सेलौटामा पिसेको यो चाहिँ अकबरे खानु मन लाग्छ मलाई। पिरो अकबरेलाई पिसेर पेस्ट गराएको। यति के हुँदैन? ओके यो सुप पनि रेडी भयो। मेरो मुखमा थुकाएर निम्बु म पाक्यो होला सायद होइन। म त हेर्दैछु है त। चिन्ता आइयो। ल फाइनली मोमो पाकिसकेछ।
अब चाहिँ हामी खानाको तयारी गर्नु पर्ला जस्तो छ है। पाकिसकेछ। यो चाहिँ मैले खाने मोमो यति चाहिँ खान्छु होला। 3, 6, 9, 10, 11, 12, 13, 14, 15, 1.5 प्लेट। यस यो मोमो, यो अचार, यो खुर्सानी, यो पानी, अरू के खाने? पिउनको लागि चाहिँ कोक छ। दिने हो कि अब दानाका यो चाहिँ पुरा मिक्स गरेर खानु मन लाग्छ मलाई। थुक आइसक्यो। यो हो नि त मोमो भनेको। होटेलमा गएर खानुभन्दा घरै खानु बेस्ट छ क्या साथीहरु है। खा यार, मुख नमिठाया। तपाईं खाएको हो नि? हामी चाहिँ मोमो खाँदैछौँ होइन। अब खाइसकेपछि चाहिँ आजको भ्लग चाहिँ म यहीँ अन्त्य गर्नेछु है त साथीहरु।